र जेन्जी पुस्ता हुनुहुन्छ यहाँनिर है, कस्तो लाग्यो सिनेमा भन्दिनुहोस् त? यस्तो छ, यो समसामयिक यो देशको परिस्थितिको बारेमा र एउटा यो गाउँदेखि लिएर सहरसम्म सबैलाई समेटेर नेपालको परिस्थितिको बारेमा बनाएको छ। तर गाउँमा चाहिँ बुढा बाआमा भएको र छोराछोरी चाहिँ सबै अन्त विदेश भएको परिस्थिति देखाएको छ, जो कि यो चाहिँ भनेको देशमा रोजगारी नभएको अवस्था विभिन्न यो भनेको चाहिँ अहिलेको परिस्थितिलाई हेरेरै बनाएको फिल्म छ। परान यो वर्षकै सबैभन्दा धेरै व्यापार गर्ने सिनेमामा प्रवेश गरिसकेको छ। यस अर्थमा हामीले सिनेमा टिमलाई शुभकामना दिनुपर्छ, बधाई दिनुपर्छ। सम्पूर्ण दीपक आचार्य, निर शाह लगायत मदन कृष्ण श्रेष्ठ लगायत सम्पूर्ण टिमलाई हाम्रो तर्फबाट सिनेसूत्रको तर्फबाट धेरै धेरै शुभकामना। उच्च रोइरहेछ रुनु भयो क्या? के मन पर्यो भन्नु त? सबै भन्नु पर्यो तर खोइ म त बिचैदेखि अगाडिदेखि रोइरहेको थिएँ। अहिलेको युवाहरूले चाहिँ हेर्नै पर्ने जस्तो लाग्यो होइन। अब नेपालमा भने जस्तो रोजगार नभेटेरै त होला होइन, विदेश छिर्नु पर्ने बुवा आमाको हालत यहाँ यस्तो देख्दा अलिकति इमोसनल छ। राम्रो लाग्यो, एकदम राम्रो स्टोरी चाहिँ मन पर्यो, साह्रै राम्रो, सबैको सकारात्मक भूमिका। यतिको सिनेमा नेपाली सिनेमा जगतमा कमै मात्र भन्छन्। निर्साहको एक्टिङ सबैभन्दा राम्रो। कस्तो लाग्यो सिनेमा? डिजर्भिङ। युवा विदेश छिर्नु पर्छ कि पर्दैन? दर्शकबिन नमस्कार, सिनेसूत्र हेर्दै हुनुहुन्छ र सिनेसूत्रमा म विकल्प श्रेष्ठ उपस्थित भएको छु अर्को भिडियोको साथमा। यति बेला हामी विराटनगरको सिटी सिनेमामा छौँ र आज विराटनगरमा परान चलिरहेको छ चौथो हप्तामा। विराटनगर लगायत देशैभरि उत्साहजनक सो सहित दर्शकको साथ सहित यति बेला परान प्रदर्शनरत छ र आज हामी विराटनगरको सिटी सिनेमामा चौथो हप्तामा आइपुग्दाखेरि दर्शकले सिनेमा हेरिरहँदाखेरि दर्शकले के भन्नुहुन्छ भन्ने कुरा, दर्शकको प्रतिक्रिया लिनका लागि आज हामी सिटी सिनेमामा उपस्थित छौँ। दर्शकबिन तपाईँलाई जानकारी गरौँ, परान यो वर्षकै सबैभन्दा धेरै व्यापार गर्ने सिनेमामा प्रवेश गरिसकेको छ। यस अर्थमा हामीले सिनेमा टिमलाई शुभकामना दिनुपर्छ, बधाई दिनुपर्छ। सम्पूर्ण दीपक आचार्य, निर शाह लगायत मदन कृष्ण श्रेष्ठ लगायत सम्पूर्ण टिमलाई हाम्रो तर्फबाट सिनेसूत्रको तर्फबाट धेरै धेरै शुभकामना। यस्तै सिनेमा अरू पनि बनाउँदै जानुहोला, दर्शकहरूको मन जित्दै जानुहोला, हाम्रो तपाईँहरूलाई धेरै धेरै शुभकामना छ। र यो सिनेमाले आज दर्शकहरूको उच्च साथ पाइरहँदाखेरि सम्पूर्ण सिनेमा टिम उत्साहित हुनुहुन्छ। यति बेला देश दौडामा हुनुहुन्छ, सम्पूर्ण दर्शकहरूलाई भेटिराख्नु भएको छ। दर्शकबिन तपाईँहरूले सिनेमा हेर्नुभएको छ कि छैन? परान हेर्नुभएको छैन भने नजिकको सिनेमा घरमा अझ पनि उच्च सोको साथमा प्रदर्शन भइरहेको छ। 6वटा 7वटा 5वटा सोहरू यो सिनेमाले पाइरहेको छ र तपाईँले यो सिनेमा हेर्नुभएको छैन भने एकचोटि अवश्य गएर हेर्नुहोला। यो सिनेमाले तपाईँलाई निराश कदापि पनि बनाउने छैन जस्तो हामीलाई महसुस भएको छ। मलाई चाहिँ कस्तो भन्दाखेरि अब आफूले माया अब मामबाबाले माया गर्नुहुन्छ, हामीले पनि उहाँको भावना बुझ्नुपर्छ, हामीले उहाँको भावनामा खेलबाड गर्नु हुँदैन। त्यसर्थ हामीले उहाँको भावनालाई बुझेर अब उहाँ आफ्नो स्वदेश नै प्यारो हुन्छ, विदेशभन्दा हामीहरू जन्मिएको अब त्यही हुर्केको त्यही माटामा बढेको त्यही हामीलाई प्यारो हुन्छ। धन्यवाद। कस्तो लाग्यो सिनेमा परान? एक राम्रो लाग्यो। के मन पर्यो सिनेमामा? के मन पर्यो, त्यही विदेश गएको दिन नराम्रो लाग्यो है। कस्तो लाग्यो हजुरलाई सिनेमा? ठिकै छ, राम्रै छ। विशेष के मन पर्यो सिनेमामा? कस्तो छ सिनेमा, के बनेको छ? ठिकै छ, त्यस्तै हो। कस्तो लाग्यो सिनेमा हजुरलाई? राम्रो लाग्यो। के मन पर्यो सिनेमामा? एकदम राम्रो। राम्रो बनेको छ, भावुक हुनुभयो। हजुर। सिनेमा दिन उच्च रोइरहेछ रुनु भयो क्या? कस्तो लाग्यो, के मन पर्यो भन्नु त? सबै भन्नु पर्यो तर खोइ म त बिचैदेखि अगाडिदेखि रोइरहेको थिएँ। कस्तो लाग्यो सिनेमा? एकदम राम्रो छ। अहिलेको युवाहरूले चाहिँ हेर्नै पर्ने जस्तो लाग्यो होइन। कस्तो लाग्यो? राम्रो लाग्यो। कस्तो लाग्यो? राम्रो। कस्तो लाग्यो हजुरलाई? एकदम राम्रो छ। के मन पर्यो सिनेमा? मलाई सबै थोक मन पर्यो। कस्तो लाग्यो? राम्रो छ। कस्तो लाग्यो हजुरलाई सिनेमा? राम्रो लाग्यो, भाउ छोराको राम्रो एकदम। कस्तो लाग्यो? एकदम राम्रो। के मन पर्यो? आमा सिनेमा हेर्नु भयो? कस्तो लाग्यो? राम्रो। के मन पर्यो? मलाई हजुर मलाई सबै मन पर्यो, पहिलेदेखिको अन्तिमसम्म नै। हो केले छोयो हजुरलाई सिनेमा? नेपाली माटो सौँदो समसामयिक। अब नेपालमा भने जस्तो रोजगार नभेटेरै त होला होइन, विदेश छिर्नु पर्ने बुवा आमाको हालत यहाँ यस्तो देख्दा अलिकति इमोसनल छ। धन्यवाद। कस्तो लाग्यो सिनेमा? हजुर नमस्ते। देशको स्थिति अनुसार बनाएको फिल्म हो, राम्रो लाग्यो, एकदम राम्रो स्टोरी चाहिँ मन पर्यो। धन्यवाद। कस्तो लाग्यो हजुरलाई सिनेमा? ठिक छ, राम्रो छ, समसामयिक छ। कस्तो लाग्यो सिनेमा? के मन पर्यो? ठिक छ, ठिक। राम्रो लाग्यो, विषयवस्तु राम्रो थियो। कस्तो लाग्यो नानु? राम्रो लाग्यो। के मन पर्यो सिनेमामा? राम्रो छ, अलिकति समय सापेक्ष छ, समय अनुकूल बनाउन खोजिएको छ।
निकै राम्रो फिल्म बनाएको छ नेपाली कस्तो लाग्यो राम्रो छ के मन पर्यो हजुरलाई पारिवारिक छ कस्तो यो दर्दनाक पनि छ हैन बनायो सिनेमाले बनायो कस्तो लाग्यो धेरै राम्रो के छ मन पर्यो फिल्म मन पर्यो कस्तो लाग्यो एकदम राम्रो लाग्यो के मन पर्यो सिनेमामा पुरै रियल कहानी मन पर्यो एकदम है धन्यवाद राम्रो थियो के मन पर्यो सिनेमामा सबै कुरा रियालिटी रियालिटी हजुर कस्तो लाग्यो राम्रो लाग्यो मन पर्यो धन्यवाद कस्तो लाग्यो धेरै राम्रो छ कस्तो लाग्यो साह्रै राम्रो सबैको सकारात्मक भूमिका कस्तो लाग्यो राम्रो लाग्यो सिनेमामा कस्तो लाग्यो विषयवस्तु ठिक छ राम्रो छ हस् धन्यवाद यति बेला प्रवेश दाहाल हुनुहुन्छ है पुरै ग्याङ बोकेर आउनु भएको छ त साथीहरू आज चौथो हप्तामा प्रदर्शनरत चलचित्र हेर्नुभयो परान है काठमाडौँबाट कहिले आउनुभयो विराटनगर पहिला सुरुमा यहाँबाट काठमाडौँबाट लगभग एक हप्ता जस्तो भयो एक हप्ता भयो भनेपछि तेस्रो हप्तामा आइपुग्नु भएको छ आज चौथो हप्तामा आइपुग्नु सिनेमा हेर्नलाई होइन सिनेमा कस्तो लाग्यो समग्रमा प्रवेश दाहाल र जेन्जी पुस्ता हुनुहुन्छ यहाँनिर है कस्तो लाग्यो सिनेमा भनिदिनुहोस् त यस्तो छ यो समसामयिक यो देशको परिस्थितिको बारेमा र एउटा यो गाउँदेखि लिएर सहरसम्म सबैलाई समेटेर नेपालको परिस्थितिको बारेमा बनाएको छ र यो भनेको अहिलेको यो ट्रेन्डै यो समाजको ट्रेन्ड यस्तै चलिरहेको छ र यो देशको परिस्थितिको बारेमा एकदमै हामीले गहन रूपमा हेर्नुपर्ने र मनन गर्नुपर्ने परिस्थिति रहेछ जुन यो भिडियोमा गाउँमा चाहिँ बुढा बाआमा भएको र छोराछोरी चाहिँ सबै अन्त विदेश भएको परिस्थिति देखाएको छ जो कि यो चाहिँ भनेको देशमा रोजगारी नभएको अवस्था विभिन्न यो भनेको चाहिँ अहिलेको परिस्थितिलाई हेरेरै बनाएको फिल्म छ समग्रमा म अहिले हजुरसँग तल कुरा गर्नेछु एकछिन प्रतीक्षा गरिदिनु होला कस्तो लाग्यो हजुरहरूलाई फिल्म एकदमै उत्कृष्ट छ अहिलेको तत्कालको नेपालको समय सापेक्ष अन्तर्गतै रहेको छ भनेर भन्न कस्तो लाग्यो सिनेमा एकदम राम्रो छ सिनेमा यतिको सिनेमा नेपाली सिनेमा जगतमा कमै मात्र भन्छन् कस्तो लाग्यो सिनेमा उत्कृष्ट छ सिनेमा निर्साहको एक्टिङ सबैभन्दा राम्रो कस्तो लाग्यो सिनेमा डेजर्भिङ कस्तो लाग्यो एकदम राम्रो छ हामी जस्तो युवाहरूले हेर्न एकदम जरुरी छ धेरै राम्रो लाग्यो युवा विदेश सिर्नुपर्छ कि पर्दैन अब विदेशीको लागि चाहिँ नेपालमै रोजगारी सृजना गर्नुपर्छ भन्न चाहन्छु धन्यवाद कस्तो लाग्यो हजुरलाई मुभी एकदम राम्रो छ यसले चाहिँ नेपाली समाजलाई एउटा फाल्टै एक किसिमको चाहिँ सन्देश दिइरहेको छ यो मुभी एकदम राम्रो छ सबैले हेर्नु पर्ने हुन्छ यस्तो मुभी यसले राम्रो सन्देश दिइरहेको छ हस् धन्यवाद र यति बेला परान हेरिसक्नु भएको दर्शकहरूलाई हामीले तपाईँलाई देखायौँ परान हेरिसकेपछि आज चौथो हप्तामा प्रदर्शनरत छ र चौथो हप्तामा पनि दर्शकहरूको उल्लेखनीय चाहिँ साथ पाइरहेको छ र परान हेरिसकेका दर्शकबिनहरूको प्रतिक्रिया सुनिसकेपछि तपाईँलाई कस्तो लाग्छ तपाईँले प्रतिक्रिया दिनुहोला र यही सोमा युवा पुस्ताका जेन्जी पुस्ताका अगुवा भनौँ होइन उहाँ प्रवेश दाहालसँग पनि हामीले कुराकानी गरेका थियौँ र उहाँसँगको कुराकानी सुनिसक्नु भएको छ र यति बेला तपाईँले परान हेर्नु भएको छैन भने परान आफ्नो नजिकको सिनेमा घरमा गएर हेर्नुहोला अर्को भिडियोमा फेरि पनि उपस्थित हुनेछौँ त्यतिन्जेलसम्मको लागि क्यामेरामा आमिर शेख र म विगत श्रेष्ठलाई बिदा दिनुहोस् हस्त नमस्कार।